सुवाङ नेम्बाङज्यूले चाहिँ होइन इलामको बारेमा एकदम राम्रो कुरा भन्नुभएको रहेछ। बाहिर ठुलो पानी दर्क्यो भने मेरो मन झस्केर सिधै इलाम पुग्छ, किनकि इलामका सडकहरू भत्किन्छन्, पहिरो जान्छ, बिरामी बोकेको एम्बुलेन्स, यात्रुवाहक बस र दैनिक उपभोग वस्तु बोकेका सवारी साधनहरू बाटोमा अलपत्र पर्छ। सरकारले अधुरा योजनाहरूलाई पूर्णता दिने भनेको छ, त्यसैले म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। राजदुवाली, दमक चिसापानी, नेपालटार मङ्गलबारे धुसेनी, राके रवि भेडेटार, बेलासे, मदन भण्डारी राजमार्ग लगायत महत्त्वपूर्ण सडक तथा पुलहरू नबन्दा हजारौँ जनताले शास्ति खेपिरहेको छ। यसको पूर्णताका लागि सभामुख मार्फत म सरकारलाई अनुरोध गर्न चाहन्छु। अपेक्षित बजेटको अभाव, कानुनी उल्झन र ठेकेदारको लापरवाहीका कारण यी सडकहरू अलपत्र पर्दा इलामका जनताले कहिलेसम्म शास्ति बोक्नुपर्ने हो। तर साँच्चै कि सभामुख महोदय, बर्खा लागेपछि न जनप्रतिनिधिहरू न त जनता नै निर्धक्कका साथ सुत्न सक्छन्, तसर्थ यी अधुरा सडक र पुलहरूको द्रुत निर्माणका लागि सरकारसँग माग